हेलो गाइस हैन आज चाहिँ के पो छ नि यहाँ सबै डढी गएछ हैन म कलेजदेखि आउँदाखेरि अनि यहाँ अलेन्चीहरू हेरौँ हैन यस्तो भएछ तल रोडको अलिक उता भित्ताबाट हालिपठाएको भन्दै थियो हैन यहाँ चाहिँ सबै डढेर चिल्लै भएको छैन यहाँ तल चाहिँ हैन बाँसमा चाहिँ अझै आगो रहेछ क्या हेर्नु त यहाँ चाहिँ तातो भइरहेछ अझै तातो छ हेर्नु यहाँ चाहिँ हाम्रो भैँसी बाँधेको थियो होइन झन्डै डढेछ यहाँ पाइप पनि डढ्यो भन्दै थियो यही होला पाइप त हेर्नु है यता यहाँ सबै आएछ यहाँ अलेन्चीहरू सुकेको घाँसहरू सबै सुकेछ केही बाँकी रहेन ल बाटो नि यति चिल्लो भए त्यो यहाँ हेर्नु नि बाटो नि कति सफा भएछ यहाँ चाहिँ अघि छेकेको भन्दै थियो ठेक्ता नि गएछ यहाँ यता त यहाँ चाहिँ मुनिमा त डढी गएछ सबै कालो छ यार कपडातिर सबै लाग्छ ल यहाँदेखि नै सबै गएछ यहीँ तल खल्साल छ है यहाँ तल यहाँ पानी चाहिँ आउँदैन तर नि यो खल्साले चाहिँ उता जानु नदिँदो रहेछ क्या अनि खल्सादेखि यता चाहिँ तल यसले म परबाट देखाउँछु है तल कहाँबाट आएको भने आज सबै तल यहाँ सानो भाग कहाँ सुक्खा छ त्यहाँ सबै आएछ नि त हेर्नु न ए अलेन्ची बारीमाथि सबै गएछ यहाँ हेरौँ पाइपको हालत कत्रो भएको छ यहाँ च्याप्टो भएको रहेछ पाइप यहाँ अलेन्ची थियो है यहाँनिर तर पानी भिजाएकोमा चाहिँ लागेन रहेछ यो पानी नलागेको नि चाहिँ सबै डढेछ है यहाँ हेर्नु